हरे कृष्ण। म मणिग्रामबाट आएको। मेरो नाम नगेन्द्र घिमिरे। म विगत 2 वर्षदेखि नै म यहाँ आइरहेको छु। यहाँ चाहिँ हाम्रो जुन एउटा सिस्टमेटिक तरिकाले गौपालन गर्नुभएको छ, त्यसमा चाहिँ गाईहरूको सेवा चाहिँ एकदमै मनदेखि नै गर्नुभएको छ। वास्तवमा चाहिँ गाईको सेवा कसरी गर्ने भन्ने कुराको चाहिँ उदाहरण हेर्नलाई चाहिँ हामी यही तिलोत्तमा गौशालामै आउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अरू ठाउँमा गौको चाहिँ गाईको महत्त्वको बारेमा त्यति बुझेर मैले चाहिँ यसरी सेवा गरेको मैले कहीँ पनि पाएको छैन। यो हामी चाहिँ पनि बेला बेलामा चाहिँ विशेष अवसरहरूमा कृष्ण जन्माष्टमी, गोवर्धन पूजा यस्ता कार्यक्रमहरूमा चाहिँ यहाँ आएर चाहिँ गाईको सेवा गर्न पाउँदाखेरि एकदमै खुसी लाग्छ। यहाँ 350 गाईहरूलाई सेवा गर्नु एउटा साधारण काम होइन। उहाँहरूले चाहिँ 8-9 जना प्रभुहरूले गाईको सेवा गर्नुभएको छ। त्यसमा चाहिँ एकदम हामी तिलोत्तमावासी र बुटोलवासी सबैले गौरव महसुस गरेको छौँ। अगाडि पनि सबै हामी तिलोत्तमावासी रूपन्देहीवासीले नै यहाँ चाहिँ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्दछ कि यहाँ चाहिँ प्रत्येक सहयोगमा पनि आफ्नो यहाँको गाईहरूको लागि चाहिँ आफ्नो एउटा गाईलाई चाहिँ एडप्ट गरेर पनि हामी सहयोग गर्न सकिँदो रहेछ। यहाँ त्यस्तै चाहिँ गौ सेवा गर्ने इच्छा छ भने उहाँहरूले आफ्नो सक्दो सहयोग गर्न सक्नुहुनेछ भन्ने आह्वान गर्न चाहन्छु। साईराम।